ओए बिहा गरेर कस्तो फिल भइरहेछ के जेलमा परियो। ये बड़ी अच्छी बात कही आप। नमस्ते सबैलाई अनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा। अनि हेर्न सक्नुहुन्छ आजको दिनको सुरुवात चाहिँ मेरो यो कपाल ट्रिटमेन्टबाट भइरहेछ हैन। भाउजूले चाहिँ ट्रिटमेन्ट गरिरहनु भएको छ। मतलब मैले भने नि के हल्का कोही थिएन अनि त्यही भएर अनि हेर्न सक्नुहुन्छ त्यो ट्रिटमेन्ट क्रिम चाहिँ लगाइदिरहनु भएको छ। अनि कपाल चाहिँ सानो सानो भएको छ। यसलाई चाहिँ मैले काट्याम अब काम थियो त्यही भएर अब त्यही हो। अब चाहिँ बिहामा जान्छु होला। हाम्रो शिखर भट्टिजको चाहिँ बिहा छ। अहिले धेरै थाहा पाउनु भयो होला। अनि त्यही हो, लेट्स सी यु इन बिहामा। अहिले सकिसकेपछि पनि आउँछु नि त, किन बिहामा आउनु पर्यो र। त्यही हो गाइज, हेर्न सक्नुहुन्छ पुरै जुत्ता टाइ चाहिँ त्यहाँ उसले बनाइदिइरहेछ। फेरि त्यो पनि जान्ला अहिले चाहिँ सट्टा छैन त्यही भएर हो। यो चाहिँ यसको ब्यान्ड नयाँ मेरो गाइज 11 गाइज 11। त्यही हो गाइज होइन। अब चाहिँ बिहामा जानुको लागि रेडी चाहिँ भइसकेको छ। म चाहिँ जस्ट यस्तै जान लाग्छु नर्मल। हेरौँ एकछिन पछि आउँछु म चाहिँ जान बेला। हामी चाहिँ अब जान लागिसक्यौँ बिहामा। एउटा हेरेर सर्ट प्यान्ट टाई लौडाहरूसँग सब लगाएर जान लाग्छन्। अनि एउटाले चाहिँ जान लाग्छन् रे पुरै यो फेरि दिस इज फिस्टा चौधरी अस्ति भने हामी क्या त्यो डिल्लानीलाई क्या। नमस्ते सबैलाई। अनि म चाहिँ फेरि आइसकेँ। साथीलाई आइफोन किनाउन लगाएको थिएँ होइन। 11 प्रो किनाइदिएको मैले लगाएको थिएँ कि सँगै गएको थिएँ भनौँ किनाइदिएको। अनि अब चाहिँ ठ्याक्कै निकेश घर पुगेको छु। अब चाहिँ जङ्गल बिहामा पुरै खिला छ गाइस। हाम्रो निकेशलाई हेर्न सक्नुहुन्छ। सुज कति हजार रे 80 नि 80,000 को सुज। कुन प्यान्ट हो फेरि 2 लाखको प्यान्ट सर्ट। अनि अब कपाल पनि त्यस्तै छ। अनि चस्मा पनि यसकै हो हेर्न सक्नुहुन्छ यस्तो खतरनाक। अनि यहाँ एउटा ह्यान्डसम बनेर चाहिँ हामी चाहिँ बिहामा जान लाग्छौँ। म चाहिँ जोडको छु होइन गाइस, यस्तै छ हालत। उनीहरू ह्यान्डसम बनेर गइरहेछन् त्यही हो। अब चाहिँ हामी टिका लाउँछौँ एकछिनमा गाइज। हेरौँ हाम्रो निकेशले लगाइदिइरहेको छ अहिले चाहिँ। निकेशलाई हेर निकेशलाई पनि लगाइसक्यो होइन। अब कृष्णको पालो आउँछ। यहाँ मैले चाहिँ टिका लगाएर हल्का अलि अर्कै मानिरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ रातो लगाइसक्यो एकछिनमा। त्यो हो गाइस, यो पानी चाहिँ खानुपर्ने हुन्छ। अनि हामी चाहिँ जानुपर्ने हुन्छ त्यहाँ बस्न। हेरौँ ल हाम्रो केटाहरू अब बस्नु त्यहाँ अब दिनुपर्छ। बेला तिमीलाई अब डुलाको सँगै कस्तो लागिरहेछ भने त सर्ट मैले हाल त कहाँ मैले ओए बिहा गरेर कस्तो फिल भइरहेछ के भट्टिज जेलमा परियो। जेलमा त सब हुन्छ। रगत आइरहेछ हेर्न सक्नुहुन्छ। यस्तो हालत छ। त्यो गर्मीमा बिहा गरेपछि यस्तै हो। टिका लाउने मान्छेको टना भ्या हेर्न सक्नुहुन्छ। गर्मीले यहाँ यो पसिना चुहिरहेछ। हामी चाहिँ खाना बसेक्यौँ। ट्याङ पानी चाहिँ यहाँ रहेको छ। ट्याङ जुस अब चाहिँ खान्छौँ होला। उता छ एउटा अनि कृष्ण त्यहाँ छ। हामी चाहिँ खाना खान लाग्छौँ होइन। हेर्न सक्नुहुन्छ मासु केटाहरू यहीँ छन्। अब हामी चाहिँ यस्तो नराम्रो खान्नौँ। मैले भात खाने अनि नाच्नु जाने त्यही हो। लास्टै गर्मी छ यार गाइस, ल्याङ भइरहेको। हामी चाहिँ फोटोसुट गर्न आएछौँ। अनि अहिले चाहिँ यस्तै बसिरहेको छु केही खेततिर होइन। बिहामा पनि यसले छेउ लाग्यो। अहिले पछितिर जान्छु खानासाना खाएर यता निस्केको।
बिहामा फेरि हल्का अब त्यहाँ माथि धेरै छ अन्त पछि हुन्छ नि त त्यही भएर अहिले पछि हल्का पछि जाने भनेर म चाहिँ यतातिर आएँ क्या त्यहाँ त दुईजनाले फोटोसुट गर्ने गएर होइन एउटा क्यामेराम्यान भयो कहाँ बसेर फोटो खिचिरहेको अरे साला तुम लोग पागल है क्या एउटा फेरि त्यो फोटोसुट गर्न आएको छ त अनि हेर्न सक्नुहुन्छ मेरो घर चाहिँ कहाँ छ त्यहाँ छ मेरो घरको छत देखिरहेको छ ग्यास त्यो मैले चाहिँ धेरै पछि भलक हालेको छु होइन सबैले सपोर्ट हानिदिनु अब यस्तै हो ढिलो भाव होइन अपलोड गर्न जस्तै ढिलो भनौँ 1 महिना जति भइसकेको थियो नहालेको अस्ति 9 बेला हालेको त्यो बेलादेखि हालेर नै छैन किनकि मेरो अब एक्जाम चलेको थियो यताउति के थियो होइन अब चाहिँ डेली भलक हाल्छु सबैले हेरिदिनु होला सबैले सपोर्ट गरिदिनु होला होइन अनि मेरो त्यो के भन्छ मेरो च्यानलको सब सब्सक्राइबरलाई चाहिँ एउटा मेरो लागि सरप्राइज छ होइन मेरो लागि होइन मैले सरप्राइज दिन्छु सबलाई के नयाँ हुनु लाग्छ मेरो यो युट्युब च्यानलमा अब त्यही भएर सबैले साथ सपोर्ट गरिदिनु अब म चाहिँ धेरै भिडियो हालिरहन्छु होला अब सबै यस्तै गरेर त भएन अब सब्सक्राइबर पनि 1000 पुग्न आँटिसकेको रहेछ हेरेको थिएँ त्यही हो अब चाहिँ डेली भलक त हाल्न नसके नि हप्तामा एउटा जसरी पनि हाल्छु मेरो काम हुन्छ म कामसाम अब गर्नु लाग्छु के काम गर्छु भनौँ त्यसै घर बस्नु भन्दा कामसाम गरेर ठिकै गर्छु भन्छु यस्तै हो होइन ल्याङ यताउति नभनौँ त्यही हो आज चाहिँ बिहामा जान्छौँ होला ल सबजना एकछिनै छौँ अनि त्यहाँ गएर यसो रमाइलो गर्छौँ त्यही हो अब हेरौँ गाइज होइन आज रमाइलो हुन्छ कि नै यो भलक चाहिँ जान्छ स्योर अनि ठ्याक्कै अर्को हप्ता चाहिँ यो हप्ता यस्तै भइहाल्छ ठ्याक्कै अर्को हप्ताको सुरुको दिनदेखि चाहिँ म चाहिँ भलक चाहिँ रेगुलर हाल्छु भनौँ 2-3 दिनमा यस्तै 5-6 दिनमा होइन अब हेर्नु होला हेर्नै पर्यो होइन अब त सब्सक्राइबरहरूलाई पनि अलिकति भिडियो दिइराखौँ जस्तो लाग्छ किनकि मैले चाहिँ लास्टै त्यो ग्याप गरिसकेँ क्या यो अब एक्जाम दिइसक्यो अब त ग्याप गर्दैन होला त्यो 2 hours later बेटा तुमसे ना हो पाएगा हामी चाहिँ बिहामा आइसकेको छौँ हामी दाजुहरू छन् भेना सिरी होइन चस्मा सिरी अन्त हामी चाहिँ अब नाच्न जान लाग्छौँ अब तपाईँहरू नाच्नु हेर्नु अनि यहाँ निकै छ अब मतलब नाचिसकेर बनाइरहेको छु त्यही नि अब हेर्नु के हो त
तपाईँलाई नाच कस्तो लाग्यो सब हेर्नु त्यहाँ हुन्छ यहाँ रञ्जित पाजी छन् हामी चाहिँ उति अघि नाचेको होइन हेरमा देखाउनुहोस् त स्याम्पू पनि छ त कति कालो छ गोरो गोरो भएको छ अलि क्यामेराले हो कि केले हो यसरी गरेर न अनि हामी चाहिँ अब यति अन्यमा फरक बनाएर छौँ त्यो अब सबैले हेरिदिनु होइन आज चाहिँ रमाइलो राति रमाइलो भइरहेको छ दिउँसो राति जति भइरहेको छ सब चाहिँ हेर्नु होइन रमाइलो केटाहरूसँग नाच्ने छुट्टी रमाइलो हुन्छ नि त त्यो गाइस म चाहिँ घर जानलाई सकेँ बिहाबाट आजको बिहा चाहिँ यस्तै भयो राम्रो भयो तर धेरै नाच्न पाएन के छ्याउलाइरहेछ अब घर चल्दिनु लाग्यो केटाहरू छ यता पुरा निकै छ हामी चाहिँ न अब यस्तै भयो होइन अब के भन्नु त्यस्तै हो अब चाहिँ घरतिर जानु लाग्यो धेरै घाम भइसक्यो यस्तो गरममा कसरी नाच्ने त्यो अब नाचियो रमाइलो गरियो होइन हल्का हल्का त भ्लगमा राम्रोसँग देखाउन सकेन यस्तै हो त्यही नि कस्तो लाग्यो आजको मिनी भ्लग सानो भ्लग होइन छोटो मिठो ल बाई बाई अनि ल कस्तो लाग्यो त्यो चाहिँ भन्नु होइन कमेन्ट चाहिँ गर्नु त बेरहान भ्लग इन गर्न आँटे होइन अब चाहिँ धेरै भइसक्यो होइन अब धेरै पछि भ्लग हालेँ लगभग 30 दिन हुन लागेको थियो अनि अब चाहिँ भ्लग हालेँ अब चाहिँ म हालिरहन्छु भनिरहेको हुन्छु फेरि हालिरहन्छु भनेर तर अब चाहिँ हाल्छु मेरो इक्जाम पनि छैन केही पनि छैन जस्ट बेरोजगार अलिअलि कामसाम गर्छु गरेपछि त्यो अब हप्तामा एक दुईचोटि चाहिँ भ्लग चाहिँ हालिरहन्छु अनि त्यही हो लेट्स सी यु इन नेक्स्ट भ्लग बाई बाई गाइज सब्सक्राइब एन्ड सेयर गर्नु अनि थ्याङ्क्स फर वाचिङ